हेलो साथीहरू, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ मनिषा राणा मगर साथीहरू। अनि रेडी भएर म चाहिँ कहाँ जान आँटेको भन्दाखेरि हल्का बजार जाने काम परेको छ साथीहरू। सो म चाहिँ जान आँटेको। अनि जानलाई चाहिँ यहाँ अटोहरू वेट गर्न पर्छ कि बाटोमा आएर। अनि यो अटोहरू आउँदैन, यो टाइममा फेरि अटो नै आउँदैन कि साथीहरू। सबै खाना गइहाल्छ कि घर, त्यही भएर अटो आउँछ कि भनेर वेट गरिरहेको। खै कति टाइम वेट गर्नुपर्ने हो गाइज। एउटा अटो चाहिँ आइरहेछ, त्यो चाहिँ फेरि उहीँ माथि पुग्छ कि चोकमा पुगेर बल्ल ब्याक हुन्छ नि त। सो गाइज म चाहिँ सानो सानो कामले हिँडिरहेको छु। यहाँ चाहिँ यस्तो गर्मी छ गाइज, यस्तो गर्मी छ कुरै नगर्नु, कि साह्रो गर्मी बढेको। यहाँनिर यतातिर रहेछ कि बाटो कता हो मैले त्यति थाहा छैन कि। फेरि साथीहरू पहिलोचोटि आइरहेछ नि त। सट यस्तरी गइन्छ। आजकल त साह्रो गाह्रो छैन यो कति साह्रो घाम लागेको, कति साह्रो चर्काएको। यो गर्मीभन्दा त जाडो नै ठिक हुन्छ साथीहरू। मलाई त मोटो मान्छेलाई त जाडै ठिक हुँदो रहेछ क्या। हल्का हातखुट्टाहरू दुख्छ र फेरि गाह्रो छ त, नत्र त त्यही ठिक हो साथीहरू। यस्तो राम्रो फुल फुलेछ यहाँनिर, यस्तो राम्रो फुल, ब्युटिफुल। यहाँ चाहिँ खोलामा पौडी खेलिरहेछन् फेरि बच्चाहरू, पौडी खेलिरहेछन्। यति साह्रो पौडी खेल्नु परेको होला यिनीहरूलाई। साथीहरू हिँडेको त्यस्तै छ गाइज, हिँड्न पर्छ कहिले कसो है। हो के होइन साथीहरू, भन्नुहोस्। साथीहरू आज चाहिँ मैले मेरो खानामा चाहिँ के छ भनेपछि ब्रोकौली छ, चौचौ छ, अनि क्यारोट छ है साथीहरू। हेर्नुजान ल। लेट्सी साथीहरू, यहाँ चाहिँ सासको छ, अन्डा अनि गाजर अनि ब्रोकौली सासको। यो चाहिँ मेरो के फर्स्ट बाइट ल साथीहरू। पिरो हो क्या।
छ के कस्तो भइराखेको छ आजको दिन तपाईँहरूको। मेरो चाहिँ यस्तै भइराखेको छ गाइस। आज चाहिँ हल्का बजार जाने काम परेको थियो अगाडि, सो बजार गएर आयो अनि नास्ता सास्ता खाएर फेरि म यता बारीतिर आएको छु। मम्मीले लगाउनु भएको यो चाहिँ मम्मीले लगाउनु भएको के भन्छ यसलाई, बाख्राले खाने घाँस हो साथीहरू। यो वाला घाँस यो चाहिँ लगाएपछि हुन्छ। अनि मैले चाहिँ घाँस काट्न आएको छु। मम्मी र बाबु चाहिँ घरमा हुनुहुन्छ। म चाहिँ मम्मीको लागि हेल्प गरेर मम्मीलाई आज बस्नुहोस् म काट्न जान्छु भनेर चाहिँ आएको हो साथीहरू। यस्तै छ आफ्नो मम्मीहरूसँग, मम्मी बुवासँग सधैँ साथमा बस्न पाइँदैन क्या। छोरी मान्छे भएपछि एक न एक दिन टाढा हुनै पर्ने हुन्छ। अनि यसो भएको बेलामा चाहिँ आफूले जे जति सकिन्छ त्यो चाहिँ सहयोग गरौँ भनेर मैले मम्मीलाई आज तपाईँ बस्नुहोस् म जान्छु बाबु हेर्नुहोस् तपाईँले भनेर आएको छु साथीहरू। आज यस्तो ब्युटिफुल डे छ साथीहरू। दिउँसो चाहिँ एकदमै गर्मी थियो, मलाई पनि एकदमै गर्मी लागेको थियो। बजारतिर यस्तो गर्मी हुन्छ कि दिउँसोमा। अहिले चाहिँ यस्तो कुल, त्यति कुल पनि भन्न मिल्दैन, एकदम यो यस्तोवाला समय मलाई एकदम राम्रो लाग्छ कि मलाई, शीतल शीतलवाला के यस्तो छ आजको दिन चाहिँ यस्तो साथीहरू। यस्तोवाला दिन छ आज चाहिँ। अनि यो चाहिँ गहुँ पाकिसकेको छ यहाँ, अब पाक्न आँटिसकेको छ। यो चाहिँ गहुँ है, सबै गहुँ हो यो चाहिँ गहुँको भारी। ऊ त्यहाँनिर फेरि यो छुट्टै छ, त्यो छुट्टै छ। यो गहुँ त्यो पनि गहुँ नै होला सायद, पाकिसकेको छ। अनि यहाँनिर चाहिँ मम्मीको घाँस यतिभरि, यो जति छ यहाँ यो भरि मम्मीले लगाउनु भएको घाँस हो। अनि यतातिर पनि छ, यतातिर पनि प्याजहरू, यतातिर घाँसहरू टन्नै छ साथीहरू। यता माथि त टमाटर बारीहरू छ गाइस। यस्तै छ मेरो चाहिँ, यस्तै भइरहेको छ आजकलको दिनहरू साथीहरू। तपाईँहरूको के कस्तो चलिरहेको छ साथीहरू। सबैजनालाई अब न्यू इयर पनि आउन लागिसक्यो, नयाँ वर्ष साथीहरू। नयाँ वर्ष जस्तै हाम्रो जीवनलाई पनि एकदमै नयाँ उमङ्ग आशा र उमङ्गका साथ हामी अगाडि बढ्नुपर्ने हुन्छ गाइस। अब स्विट डे काम आउन लागिसक्यो, टल्किन्छ साथीहरू। अब फेरि म चाहिँ गफ मात्र गरिरहेको छु कि गफमा भुलिरहेको छु म। ऊ डोको चाहिँ रित्तै पल्टिरहेको छ साथीहरू। ओके, म चाहिँ अब घाँस काट्नतर्फ लाग्दैछु साथीहरू। यस्तै छ गाइस साथीहरू। सकिसक्यो फाइनली, म जान्छु पसिना आएर के। यति भारी बोक्दाखेरि नै हाइबो भइरहेछ साथी। चल्न पर्ने हुन्छ फेरि, लामै भएको के हो झन्डै।